मार्च 15 मा धेरै भाइ बहिनीहरूको भिजा सकिँदैछ। हेलो, मेरो नाम नवीन साई, रजिस्टर माइग्रेसन एजेन्ट। लास्ट 15 इयर्सदेखि म अस्ट्रेलियामा काम गर्दैछु। यो कन्डिसनमा के हुनसक्छ भन्दाखेरि दुई तिनवटा सिनेरियो। यदि तपाईँको भिजा सकिँदैछ भने र तपाईँको कोर्स कम्प्लिट भएको छैन, तपाईँले भिजा एक्सटेन्ड गर्नुहुन्छ, अथवा तपाईँको कोर्स कम्प्लिट भइसकेको छ भने र तपाईँ टिआरको लागि एलिजिबल हुनुहुन्छ भने तपाईँले टिआर एप्लाई गर्नुहुन्छ। तर तपाईँले सोध्नु भएको छ टिआर एप्लाई गर्ने अथवा स्टुडेन्ट भिजा एक्सटेन्ड गर्ने, के त्यो राइट डिसिजन हो? कहीँ तपाईँ स्टुडेन्ट भिजा एप्लाई गर्नुपर्ने ठाउँमा टिआर त एप्लाई गरिरहनु भएको छैन, अथवा टिआर एप्लाई गर्दा तपाईँलाई बेनिफिट हुन्थ्यो होला, सायद तपाईँले स्टुडेन्ट भिजा त एप्लाई गरिरहनु भएको छैन। सो यो कुराहरू बुझ्नको लागि तपाईँले अलिकति प्लानिङहरू गर्नु जरुरी छ र कुनै कोर्स पढेर अथवा कुनै भिजा एप्लाई गर्दाखेरि तपाईँलाई फ्युचरमा के बेनिफिट हुन्छ त्यो चाहिँ बुझ्नुपर्छ। तपाईँले आइदर स्टुडेन्ट भिजा एप्लाई गर्नुहोस् अथवा टिआर एप्लाई गर्नुहोस्, तपाईँले त्यो भिजा एप्लाई गर्दा तपाईँको फ्युचर गोललाई कसरी एफेक्ट गर्छ त्यो चाहिँ विचार गर्न जरुरी छ। गभर्मेन्टले आजकल धेरै रुलहरू चेन्ज गरिरहेको छ, धेरै भिजा रिफ्युजल छ र त्यसमाथि तपाईँले 485 देखि अर्को स्टुडेन्ट भिजा पनि एप्लाई गर्न नमिल्ने केसमा तपाईँले गरिरहनु भएको डिसिसन राइट छ या छैन। सो तपाईँलाई पनि कन्फ्युजन छ भने, तपाईँ स्टुडेन्टमा जाने अथवा टिआरमा जाने त्यो कन्फ्युजन छ भने तपाईँ हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामी तपाईँको केस हेरेर तपाईँलाई राइट एडभाइस दिनेछौँ।